परिवार नजानुस् हुन्न अनि क्या हो सक भर्खरका इबो मारिहाले हामी बाँचेर के काम छ हामी मरे पनि हुन्छ क्या केही काम छैन भर्खरका युवक जे माग गरिया छन् आज 12 पढ्ने बच्चा दसैँको बेला छ दसैँको मुख छ पसल भङ्गी कति बढ्यो अक्को कति भयो भन्ने थाहा नै आज उठ्यो जुलुसै छ भोलि उठ्यो जुलुसै छ यो नेपालीका छोरा छोरी यिनी नेताका बाहिर देशमा गएका छन् आनन्द सुरक्षित साथ बसेका छन् उही गाउँघरका लाटा गाडाका छोरा 16 जना मरिसके आज 16 जना आजै मरिसके 50 जना गम्भीर घाइते छन् बिहान यही बाटोबाट गएको या बाबु कि केपीलाई बाहिरै निकाल्ने गरेर जाऊ नतर नजाऊ भनेर मैले पनि बिहान अन्तर्वार्ता दिएको यो त अति भयो देशमा उले उस्तै गरिब बुद्धले कुल्ली काम पनि पाएका छैन यिनले त मजारी ढुकुटी जम्मा गरेका छन् छोरा देश विदेशमा पठाएका छन् पढाएका छन् यिनले यो गाउँलेले कस्तो राजा भइदिए राजाले आखिरमा छोडिया मान्छे हुन् राजाले आज यिनीले यति कुर्ची प्यारो एकै दिनमा 15-16 जना अथवा 65-63 सुन्नु न 62-63 सालको आन्दोलन 19 दिने जनआन्दोलनमा जम्मा 21 जना मरे कि माओवादी एकै दिनमा अब 21 नपुग्लान् भन्न सकिन्न